तपाईँ इङ्ग्लिस बुझ्नुहुन्छ तर बोल्नु खोज्दा तपाईँको माइन्ड ब्ल्याङ्क हुन्छ, यो प्रब्लम कसरी सल्भ गर्ने त? धेरैजनाले हाम्रो कमेन्टमा म्याम तपाईँले बोल्नु भएको सबै बुझ्छु तर जब म बोल्न खोज्छु तब मेरो माइन्ड नै ब्ल्याङ्क हुन्छ भन्नुहुन्छ। सो हामी सबैजना किन सेम प्रब्लम फेस गरिरहेको छौँ त? फर्स्ट अफ अल यो एकदम कमन प्रब्लम हो। तपाईँले के बुझ्नु जरुरी छ भन्दा लिसनिङ भनेको एउटा प्यासिभ स्किल हो र स्पिकिङ भनेको एउटा एक्टिभ स्किल हो। इङ्ग्लिस बोल्दा तपाईँले एउटै समयमा वर्ड्सहरू रिकल गर्ने, सेन्टेन्सेसहरू बनाउने र एट द सेम टाइम त्यसलाई प्रोनाउन्स पनि गर्नुपर्छ। यो प्रोसेस धेरैलाई ओभरवेल्मिङ र गाह्रो लाग्न सक्छ। सो हियर इज हाउ वी सल्भ दिस प्रब्लम। आफूसँग बोल्नुहोस्। तपाईँ आफूसँग तपाईँको दिन कस्तो भयो, तपाईँ के गर्दै हुनुहुन्छ र तपाईँलाई के मनपर्छ जस्तो इन्ट्रेस्टिङ टपिकमा बोल्न सक्नुहुन्छ। तपाईँ मनमा नै मात्र नभएर ठुलो स्वरमा आफूसँग बोल्नुपर्ने हुन्छ। नेक्स्ट, स्यारोइङ टेक्निक। नेटिभ स्पिकरहरूले बोलेको सुन्नुहोस् र रिपिट आफ्टर देम। यसमा तपाईँले आफ्नो लिसनिङसँग स्पिकिङ पनि इम्प्रुभ गर्न सक्नुहुन्छ। रेकर्ड योरसेल्फ। सुरुमा वियर्ड लाग्न सक्छ बट बिलिभ मी यु गेट टु हियर योर मिस्टेक्स अनि तपाईँले आफ्नो प्रोग्रेस पनि ट्र्याक गर्न सक्नुहुन्छ। इफ यु वान्ट टु इम्प्रुभ योर इङ्ग्लिस फ्लुएन्सी देन फलो अस फर मोर।